मैले धेरै गल्ती गरेको छु। मैले धेरै गल्ती गरेको छु। गल्तीको सजाय भोग्नु पर्ने छ मैले। प्लिज एकचोटि यो भिडियोलाई स्किप नगर्नु ल, तपाईँहरूकै लागि हो यो है। मेरो जीवन कथा अनि मेरो रियलिटी आज म तपाईँहरूलाई खुलेर बताउने छु। मेरो जेसुकै होस्, अब मलाई थाहा भएन है। यस्तो मैले पनि उसलाई माया गर्थेँ, उसले पनि मलाई माया गर्थ्यो। अचानक के हो, मेरो गल्ती थियो। अब के गल्ती हो त्यो त नभन्नु होइन। अब उसलाई म धेरै माया गर्छु, अझै मिस गर्छु। उसले पनि गर्छ होला सायद। मेरो गल्तीको सजाय भोगोस् भनेर उसले राखिरहेको होला। उसले मलाई बिर्सिदे भनेर भनेको छ। म कसरी बिर्सिम अब उसलाई? बिर्सिनै सकिँदैन भनेको। हजारौँ केटीहरूको, हजारौँ मान्छेहरूको मनसँग, फिलिङसँग मैले खेलिसकेको छु कि न उसको माया हटिन्छ कि भन्ने। तर उसले कहिले पनि बिर्सिनै सकिँदैन। किन? हजारौँ केटीहरूसँग बोलिसक्यो होला अहिलेसम्म, हजारौँ होइन, उसलाई बिर्सिनको लागि। तर उसलाई बिर्सिन सक्दैन। हजारौँ, एउटा हो र दुईटा हो र, हजारौँ केटीहरूसँग बोल्यो होला। म्यासेजको रिप्लाई आउँथ्यो, बोल्थ्यो पनि होइन। उसलाई बिर्सिन्छ कि भनेको, तर उसलाई सकिँदैन भनेको यार। मेरो साथीहरूले भन्छ कि साला उसले त तँलाई छोडेर गयो भने तँलाई त सम्झिँदैन भने तैँले किन उसलाई याद गरेर बस्छ होइन। के भन्नु म होइन अब यो बारेमा होइन। धेरै नै मन पोल्छ यार। लाग्छ कि नाटक हो यो भन्छ होइन। हजारौँ मान्छेहरूसँग बोलिसक्यो उसको लागि भनेर, उसलाई बिर्सियोस् भनेर, उसको लागि होइन, उसलाई बिर्सियोस् भनेर। तर नसकेपछि के गर्नु? मैले उसलाई पनि बाटो त दिन थालेको हो कि, तर सकेन त म के गरौँ? ठिक छ, मैले हजारौँसँग बोलिसकेँ होला यार तिमीलाई बिर्सिनको लागि। तर तिमीलाई बिर्सिनै सकेको छैन क्या। भन्दा नाटक होला होइन। अब बोलेकै हो, कसम बोलेकै हो। तर हजारौँवटा पुगेन त्यो मलाई थाहा छैन। तर बोलेको छ। जतिजना आयो उतिसँग बोल्छ होइन। छैन मेरो गर्लफ्रेन्ड बनिदेऊ न तिमी मात्रै भन्छ होइन। सबैलाई भन्छ होइन, सबैजनालाई भनेको छ। तर कसले थाहा छ, कसलाई थाहा छैन त्यो मलाई थाहा छैन कि होइन। मैले स्याड भिडियो चाहिँ हालिराखेकै हुन्छ उसको लागि भनेर होइन। मैले फर्स्ट सुरुमा भनेको बिग फ्यान सोल्टा भनेर भनेको त्यसमा भनेको थियो। त्यसमा मैले म्यासेज गर्यो, सबैले म्यासेज गर्यो अनि म्यासेजको रिप्लाई पनि आउँथ्यो अनि बोल्थ्यो भने होइन। अब यस्तो हो नि त। अब उसलाई बिर्सिनको लागि मैले अरूको मनसँग, फिलसँग खेलेको थिएँ। तर उसको पनि बोयफ्रेन्ड होला, भए पनि छैन भनेपछि त सिद्धिको नि होइन। मैले आऊ मेरो रिलेसनसिपमा बस भनेको। मैले भिडियो बनाउँछ, म अरूसँग बोल्दिनँ, म यस्तो भन्छ मैले होइन। मेरो रियालिटी कुरा है। अब सकिँदैन त के गरौँ? जतिवटासँग बोले नि के गरौँ? प्लिज बिन्ती छ, माफ गरिदेऊ है। सकिँदैन त के गरौँ? भुल्नै सकिँदैन, माफ गरिदेऊ प्लिज। ए भगवान्, कि उसलाई दोहोऱ्याएर ल्याएर आइदेऊ कि मलाई उसलाई भुल्ने बाटो बनाइदेऊ है भगवान्। धेरै गल्ती गरेको छ मैले, धेरै गल्ती गरेको छ। यो साला एउटा केटीको लागि यस्तो हुन्छ भनिरहेको होला। हे साथी, साँचो मनले माया गर्ने हो। तिमीहरू जसरी शरीरसँग बिग्ने अनि शरीरलाई छुछुवात गरेर फाल्ने जस्तो होइन हामी। बस प्यार माया यो हो साथी। नाटक भन्छ होला।
एक्टिङ भन्छ होला कदापि होइन। ठिक छ, बिर्सिनै नसक्ने माया बसेको छ त म के गर्न सक्दिनँ है, म के भन्न सक्दिनँ है। धेरै आशा निमाए पनि लाग्छ यार उसको, नफर्केर आउँछ कि भनेर। दिनदिनै दिमागमा दिनदिनै उसको मात्रै कुराहरू आउँछ कि यार, दिनदिनै उसकै कुरा आउँछ, उसकै याद आउँछ। के गर्यो होला, कहाँनिर होला, के गर्दै होला, सब आउँछ। कसम भनेको भगवान् प्लिज एकचोटि सकिन्छ भनेको यार, भगवान् प्लिज 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 2 हात जोडेर बिन्ती गर्छु तपाईँलाई, प्लिज फर्काइदेऊ न है उसलाई, कि मलाई उसलाई भुल्ने बाटो बनाइदेऊ कि यार भगवान्। किन यति साह्रो हुन्छ भनेको है, मेरो मन किन यस्तो भयो है उसको लागि। उसले त मलाई छोडेर गयो भने भगवान्, मैले धेरैको फिलिङसँग खेलेको छ, प्लिज माफ गरिदेऊ है। न उनै फर्केर आउँछ, प्लिज भगवान् एकचोटि उसले फर्काइदेऊ है भगवान्, भनिदेऊ है। उसको फोटो छ, उसको नम्बर छ, उसको टिकटक आइडी छ, व्हाट्सएप नम्बर छ, जे छ जे माग्छ त्यही छ, मसँग छ के, मेरो दिलभित्र छ, सेभ छ, याद छ सब। कपीमा लेखा हुन न, उसको तस्बिर म हेरेरै लेखिदिन्छु के होइन। ओ माया यो हो कि साला 2 दिनको लागि होइन, जिन्दगीभरको लागि हो। माया पनि कस्तो साथीसँग लगाएछौ होइन। ठिक छ, प्लिज सकिन्छ भने चाहिँ भगवान् एकचोटि तपाईँले म फेरि रिक्वेस्ट गर्छु ल, फर्काइदेऊ है भगवान्, प्लिज फर्काइदेऊ है। अल द बेस्ट गाइज, सबैजनालाई कस्तो लाग्यो होइन भन्नु होला। कस्तो लाग्यो, सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला होइन। मलाई चाहिँ एकदम सपोर्टको जरुरत छ अहिले चाहिँ होइन। सबैजनाले सपोर्ट गरिदिनु होला। 5 लाख भ्युज रहेछ होइन, 50 लाख भ्युज होइन होइन, 50,000 भ्युज होइन होइन। अब सबैजनाले 5 लाख भ्युज चाहिँ यो भिडियोमा ल्याइदिनु पर्यो होइन। सकिन्छ होला, सायद आउँछ पनि होला होइन। सबैजनाले माया गरिदिनु होला मेरो भिडियोलाई। सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हेर्नु भयो होला सायद सबैजनाले होइन। थ्याङ्क यू, हस् धन्यवाद सबैजनालाई। अर्को भ्लग भिडियोहरू पनि यसरी नै आउनेछ। सबैजनालाई बाई बाई।